यो टी-सर्ट मलाई मेरो अङ्कलले लगभग 12 वर्ष अगाडि दिनुभएको हो कि यो ज्याकेट मलाई मेरो अर्को अङ्कलले यस्तै 10 देखि 12 वर्ष अगाडि होला। यसमा त यहाँ लेखेकै छ 2015 भनेर। यो टी-सर्ट मैले जर्मनीमा 2019 सालमा गएको बेलामा एउटा सेकेन्ड ह्यान्ड स्टोरबाट किनेको। त्यो मान्छेले कति वर्ष लगायो मलाई थाहा छैन। यो टी-सर्ट मैले बाहिर लगाएर हिँड्ने गर्थेँ पहिले। अहिले त अब यो पत्र निस्किन थाल्यो, त्यही भएर म यो घर बस्दा लाउने गर्छु र एक्सर्साइज गर्दा लाउने गर्छु। मलाई यो कम्फोर्टेबल लाग्छ। यो टी-सर्ट यस्तो दामी छ दाग लागेको छ, यता कता दाग लागेको छ। यो दाग जति घोटे पनि जति जे गरे पनि जाँदैन। म बाहिर लगाएर जान्छु र एक्सर्साइज गर्दा लाउने गर्छु। यस्तो ब्रिदेबल कम्फोर्टेबल छ, काहीँ च्यात्तिएको छैन, केही भएको छैन। र यो ज्याकेट वान अफ माई फेभरेट ज्याकेट्स हो। मैले यसलाई हजारौँचोटि लगाइसक्यो होला मेरो जिन्दगीमा, अहिलेसम्म केही पनि भएको छैन। हामीलाई चाहिँ यस्तो लुगा लगाएर हिँड्दाखेरि पाखेर पाखण्डी भन्छन्, तर गोराहरूले यो लुगा लगायो भने उनीहरू चाहिँ भिन्टेज लुगा लगाएर हिँडिरहेछन् भनेर भन्छन्। वेल, हाम्रो समाजै त्यस्तो छ। मसँग पैसा नभएको पनि होइन, तर मलाई किन्न मन लाग्दैन। मसँग 10वटा टी-सर्टहरू छन् होला, 4-5वटा ज्याकेटहरू छन् होला। त्यो सबै कि त मलाई कसैले दिएको हो, कि त मैले एकदमै आवश्यकता भएर किनेको 1-2वटा लुगाहरू होला, कि त मलाई मेरो बुढीले प्याम्पर गरे हो। नभए म अझै पनि लुगा किन्दिनँ र मलाई लुगा किन्न पनि मन लाग्दैन। आई डोन्ट केयर। तर अब कहिलेकाहीँ यसो बाहिर जाँदाखेरि त राम्रो लुगा त लाउनै पर्यो। त्यो बेलाको लागि भनेर मसँग 2-4वटा कम्पोजिसन्स अफ लुगाहरू छ। द्याट्स इट। त्योभन्दा धेरै मलाई चाहिएको पनि छैन। म एउटै ट्राउजर धोएर लगाउने गर्छु, एउटै लुगा धोएर लगाउने गर्छु। यसले गर्दाखेरि मेरो डिसिजन मेकिङ पनि यस्ता ट्रिभियल कुराहरूमा फोकस्ड हुँदैन। मेरो लागि सबभन्दा इम्पोर्टेन्ट भनेको म आफू एज अ पर्सन राम्रो हुनु हो र हामी जस्ता केटाहरू टन्नै छौँ। हामीलाई कसैले पनि किचकिच नगरिदिनु होला। थ्याङ्क यू भेरी मच।